मोइस्चराइजर पनि यबाट लाएर आउँछ लाज पनि छैन फेसमा फाउन्डेसन पनि गएको थियो ठ्याक्क मिलेको के लाज दिने क्या खाम ल हामी चाहिँ मेकअप गरेर केही फाइदा भयो त भयो हामी सबैजनालाई नमस्ते अनि हामी सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ एकछिन सोनु अनि उहाँ चाहिँ हुनुहुन्छ सारिका अनि यता चाहिँ हाम्रो बाबा हुनुहुन्छ राइटर अनि बाबा चाहिँ हामीले छोड्ने हिँड्नुभएको अनि आज चाहिँ हामी कहाँ जान्छौँ के गर्छौँ भने चाहिँ आज स्पेसल डे भन्दा पनि स्पेसल दिनलाई केही लिन चाहेको हामी चाहिँ होइन अनि हामीले कति जान्छौँ अनि त्यो बाबा चाहिँ हामीले छोड्न हिँड्नुभयो होइन बाबा चाहिँ मजा लागिरहेको मेकअप गरेर केही फाइदा भयो त भयो त्यस्तै हो गर्मी कसम पसिना कसम जहिले उभिएर हो कि जानुपर्ने जहिले उभिएर साथीहरू त्यस्तै हो हामी हाम्रो के गर्ने हामी अब छैन त्यस्तो केही चाहिएको भाइ मसँग आऊ बस्न आऊ के मसँग आऊ मसँग बस्न आऊ के मसँग बस्न फेन लिएर है मलाई आऊ के मसँग आऊ बस्न मोबाइल देखाउँछु कार्टुन देखाउँछु मैले खै ट्राई एकचोटि ट्राई गर्छु क्या देऊ न हामी कति छोचो होइन नि यता हेर न मा सिट पाएपछि हुन्छ साथीहरू झर्ने बेलामा हामी चाहिँ सिटमा बस्छौँ के भन्नु है हाम्रो कति मिनट अब यही माथि त हो झर्ने हामी पल्सिनालेर लास्टै गर्मी छ आगो बोल्छ होला शरीरबाट आगो बोल्छ होला त्यस्तो साह्रो गर्मी छ हट भएर होला डुबेर होला लैला त्यो साथीहरू अब हामी चाहिँ चढ्छौँ अब छाता पनि ल्याएन है पनौती हुन्छ लास्ट एकदम मलाई पसिना है म त पागल हुन्छ होला कि कस्तो हुन्छ त्यही हो म बोल्दिनँ बोल्न केही सकेन अब घाममा हिँड्ने यो लैलाले छाता पनि ल्याएन चाहिँ भर्खर गाडीबाट झरेको अनि थाहै छैन कहाँ पुग्ने भनेर सोध्दै हिँड्दा हामी सबैसँग सोध्दै हिँड्दा कति टाढा हो कसम पेट दुखेर मर्ने बेला भइसक्यो फेरि यस्तो भनेको भर्खरै गाडीबाट झरेको अनि भर्खरै पेट दुख्यो भनेर चाहिँ सुहाउँदैन गाडी सुहाउँदैन कस्तो के गर्ने कि यस्तो थाल लाग्ने कि दसैँ यस्तो थाल लाग्ने हामी टिका कहाँ लाउने टिका यहीँ लाउने कहाँ बार जाने भन्थे अनि हामी चाहिँ हिँडिरहेको छौँ अनि कहाँ हो थाहा छैन हिँडि नै हामी अघिदेखि सोध्दै हिँड्दैन झर्नु पर्ने रहेछ नि ए सबै देखेँ सबै किन्न मन लाग्छ पैसा पैसा मसँग के हो माइजू तर्साइली नि माइजू भान्जी भन्न सुहाउँछ हामीलाई हामी के जस्तो एक्जाम भन्नुहोस् त बेस्ट फ्रेन्ड साथीहरू सादा छैन कि छैन औडा गऱ्यौँ यता भन्दा अरूले दिन्छ नि त्यस्तै फेरि एउटा देखाइदेऊ न तिनीहरूलाई ए मार्ला नि मार्को बुढीहरूले फेरि होइन कि अब म्यामलाई भेट्नु जाँदैछौँ होइन कता थर्ड फ्लोर भन्छन् के हो कता कता भेट्छु है कता हो किधर जस्तो लाग्छ कि हुन त यही त यही हो अनि बुझिक सकेपछि
पुरा गर्मी भयो है। यतिकै बनाउने हुन्छ। खतरा रहेछ यहाँ त। ल हुन्छ ल ब्लग बनाउँछ हस् हुन्छ ल हुन्छ ल हस् यस्तो छ ब्लगरहरू मान्छेहरू हस् ल थ्याङ्क यू सो मच दिदी है ल गएको ल बाई टेक केयर राम्रोसँग बस्नु होला होइन अब डेलिभरी मेरो सबै लिएर आयो नि होइन ल हुन्छ ल यस्तो ब्लगर हुन्छ यस्तो ब्लगर हुन्छ यस्तो यस्तो खालको ब्लगर हुन्छ साथीहरू अजिब छ मान्छेहरू त्यही हो साथीहरू भयो अब चाहिँ फाइनली नानीको चाहिँ ड्रेस चाहिँ हामी पछि देखाउँछौँ अझै बन्छ होला अब होइन ठिकै छ राम्रो छ कि राम्रो देख्छ कि साथीहरू ब्लग बनाउने मान्छे जानु ब्लग बनाउने भनेको त छैन मान्छे त ल कस्तो अजिब हो क्या ए यहाँ चाहिँ यहाँ पनि रहेछ एउटा यहाँ चाहिँ माथि पनि रहेछ राम्रो है तर यस्तै त हो नानीको त फास्नेको ड्रेस त यहाँ चाहिँ एकदम त्यही हो ल जाउँ कति साह्रो गर्मी हो बुझेको गर्मी हो माइक कहाँ जाने हामी अब ब्लग बनाउनु पर्दैन बिहान माथि कस्तो राम्रो थियो राम्रो त राम्रो यस्तो ठाउँमा गरेछन् भन्ने थियो मासला यस्तै गर्मी छ यहाँ गाइस हामी चाहिँ फाउन्डेसन किन्न आएको होइन लाँदै हुनुहुन्छ म्याडम पुरै मोइस्चराइजर पनि योबाट लाएर आउँछ लाज पनि छ अझ सेराविक के अरे सेराविकको मोइस्चराइजर लाएर फाउन्डेसन पनि लाइन यिनले दल्दै नि मिल्यो क्या सेट हो ठिक भयो राम्रो भयो बल्ल भयो है मलाई मन पर्यो क्या यो त मेरो लागि सुट भयो क्या तिमीलाई लाउँछु तिमीको फेसमा कति राम्रो देखिन्छ त्यो फाउन्डेसन ओके है हो यसलाई लग्यो हुन्छ एकदम के नर्मल कि एकदम सिम्पल एकदम उयो मोइस्चराइजर लाएर होला के चिटी पनि लगाएको होइन अनि यसको रिभ्यू चाहिँ मलाई राम्रो देखेको छु कि सेराविकको यस्तो राम्रो देख्यो ओके मेरोमा अर्कै हुन्छ मेरोमा अर्कै देख्छ कि तर मलाई यो पनि मिल्छ यो पनि मिल्छ किन तर त्यो फुल कपडा छ बाक्लो छ यो पातलो रहेछ कि यहाँ लाने कसले गर्छ जस्तो हामी गर्छौँ मेरो साथीले के गर्नु त अब फेसमा फाउन्डेसन पनि गर्थ्यो ठ्याक्क मिलेको कि लास्ट दिने क्या चाहिँ अझ यो लागिदिनु भयो त्यो फाउन्डेसन लागिदिनु ल है ल अहिले अब देखाउँछौँ है ल साथीहरू हाम्रो सब्जी सपिङ अब खाना लास्ट चाहिँ गर्मीकै कति साथ गर्नु जाम यस्तो के भन्छ प्रिन्सेस ट्रिटमेन्ट भन्छ लास्ट गर्मी भयो लास्ट गर्मी
यहाँबाट चिसो स्वर्ग पुगे जस्तो यहाँ चाहिँ अब टिकटक बनाउनु टिकटकको हेर्नु चाहिँ होइन अब ठिकै छ लास्ट घरमै भयो त्यो अहिले त अलिकति शीतल भयो होइन म गर्छु होइन हजुर नदेखि पहिला मगाउँछु अनि यो गरेर चाहिँ हजुर आउने अनि हजुर फेरि गर्नु खाम ल हामी चाहिँ आइसक्यो एउटा चाहिँ ल खायौँ ल साथीहरू दिमाग चाहिँ हाम्रो लास्टै चुइया दिमाग हो चिकन खाइदिनु बनाउँछु चिकन में दिमाग डालते चिकन जस्तै पनिर ससहरू कहाँ पाउँछ काँचो सस चाहिँ त्यो भएको हामी लाग्यौँ होइन अब निस्क्यौँ पकापुतुङ्गा बोकेर होइन त्यो अब घर जान्छौँ हामी चाहिँ तर तातै छ अब चाहिँ हामी मम्मीले कट्टु ल्याइदिनु भने चाहिँ कहाँ जानु हो कट्टु लिन चाहिँ साथीहरू यहाँबाट पाहाडको नजिकै भयो जस्तो लाग्छ कि कस्तो रमाइलो लाग्छ कि यहाँले जाम 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 जस्तो लाग्ने है अंकल घर आएँ शपिङ गरेँ छैन के पैसै छैन पैसा औडा गरेको भयो बाबा त्यो सब राइस दिनेर आएछ कसम स्वर्ग पुगेछ सुनेर मुखेर तेरी आवाज सुत्ला तेरो आवाज तल सुनेर छाने बेबी बेबी त्यस्तो नगर न त हो त्यस्तो गरौँ लाइट बाल्नु म त पर्दैन लागेको बच्चा है तेरो आवाज अब मम्मी हेर नि त म त भयो बेबी अब ल एउटा गरौँ यसको चार्जर छुटो चाहिँ त्यो छोटै हो के तर आउने है मजाले आउने है के साथीहरू ल हामी चाहिँ घर आयौँ लास्ट गर्मी के अति कपडा मगाल्यो कहाँ कपडा यहीँको ठिक अति स्वर्ग पुगे जस्तो भएको यहाँबाट भित्रमा हे खान बेबी ए नाटेकी बेबी है चाहिँ नि त नाटेकी बेबी ए हेर्नु न अझै आमी जोबेर मेरो बाबु आज त्यहाँ बसेको के ए शीतल भएछ कि क्या हो शीतल भएछ कि क्या हो है अब त एटलिस्ट लाइन ठिकै हुन्छ
साथीहरू धेरै काम गरेर यस्तो धुपमा उहाँको पसिना आएको छ लास्ट के तर हो यो 5 वटा गर्नुभएको हेर्नु न बसेर त्यही त्यो अघि के अरे गमला बाहिर छ अब यो मनी प्लान्ट पनि रोप्ने अरे त्यहाँ छ सोनु दिदी त्यहाँ हुनुहुन्छ बेस्ट फ्रेन्ड मेरो पसिनाको धारा हुनुभयो लास्ट के ए औडा गर्नु यो बुटर रोप्दै हुनुहुन्छ कस्तो राम्रो देखि है काठमाडौँ माटो खोज्नु जानुपर्छ जाने हो त्यही भएर धेरै असल फिक हाल्छन् कस्तो खतरा है नाकबाट धारा चिलाउँदै एउटा छ गर्मी त खत्रै कस्तो मजाले मनी प्लान्ट मैले तार कहाँ देखेको थिएँ यो 4वटा भयो बाबा चाल्दैन एडजस्ट गर्नु अझै भित्र गाड्नु यहाँ पनि छ अलिअलि फुलहरू यो त कति ठुलो भएको हो कि है यो पाइप जोड्नै सक्दिनँ त्यहाँ पनि हाल्ने कहिले नाम चाहिँ गर्नु साथीहरू अब मैले चाहिँ फुल पनि रोपेर भइसकेँ फुलभन्दा प्लान्टहरू चाहिँ रोपेर भइसकेँ पानी पनि हालिसकेँ अनि सो कस्तो भयो भने चाहिँ हजुरहरूलाई देखाउँछु अनि त्यही हो साथीहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ यस्तो भएको छ यहाँनिर चाहिँ यस्तो भएको छ तपाईँहरूले हेर्न सक्नुहुन्छ एकदम राम्रो देखेछ यति राख्दैमा पनि सो त्यही हो आजभोलि एकदमै प्लान्ट लभर भएको छु कि खोइ किन हो मलाई आई डोन्ट नो वाइ भने जस्तो मलाई चाहिँ एकदमै प्लान्टहरू एकदमै घरमै भरि लगाउन मन लागेछ खोइ के भएको छ आजभोलि सो अहिले चाहिँ यति नै लगाएँ मैले चाहिँ अहिले चाहिँ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा माथि पनि छ यति नै लगाएँ सो त्यही हो साथीहरू थ्याङ्क्स फर वाचिङ अनि सबैजनालाई धेरै धेरै माया अब चाहिँ म उता घर जान्छु मेरो नानी चाहिँ उता घर हुनुहुन्छ अनि सो त्यही हो अनि अन्तिममा चाहिँ मेरो भिडियो चाहिँ लाइक एन्ड कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला सो साथीहरू ओके बाई बाई